निन्द्राको परिचय र चाल लेसन नम्बर 1। जब पनि तालिमको दौरान कठिन शारीरिक अभ्यासहरू 5 किलोमिटर दौड, 2 माइल दौड, सिआफटी दौड, साधारण पिटी, बाधा पार आदि कुरा गरिसकेपछि शरीर र मस्तिष्क अत्याधिक थकित हुन्छ। यसरी शारीरिक रूपमा थाकेको अवस्थामा लेक्चर वा ओपन क्लास सुरु हुँदा मस्तिष्कले स्वत लिने अल्पकालीन विश्राम वा माइक्रोस्लिप कलालाई निन्द्राको चाल भनिन्छ। यो उभिएर बसेर हातमा राइफल समातेरै पनि आँखा छलेर लिने एक विशेष कलात्मक निन्द्रा हो। उद्देश्य पाठको उद्देश्य कडा शारीरिक तालिमपछि थकित लाहुरेहरूलाई गुरुवाको आँखा छलेर सुरक्षित रूपमा केही सेकेन्ड मस्तिष्कलाई विश्राम दिने सेफ तरिका सिकाउनु तथा लक झड्का र अनलकबाट हुने निन्द्राका जोखिम बिउजाउँदै सजगताका साथ काल्पनिक संसारमा पुगेर तुरन्त वर्तमानमा फर्किने क्षमता विकासबारे सिकाउनु हो। पाठ पुरा गर्न चाहिने सामान: 5 किलोमिटर दौडेर लोत परेको सिपाही, कडा स्वभावका गुरुजीको हातमा रहेको लचिलो भाटा, सेटअप पुसअप गर्नका लागि प्रशस्त खुल्ला ठाउँ, ठाडो खुट्टा लगाउने रुखहरू, क्लासको दाहिनातर्फ 25 ढाड भुँडी गराउनका लागि विशेष रूपमा तयार पारिएको हिलो र पानी भएको पोखरी। बयान: सम्झनुहोस्, तपाईहरूलाई सिक्न र मलाई सिकाउन सजिलो होस् भन्नका लागि यो चाललाई 3 तहमा पुरा गर्नेछु। निन्द्राको चाल: अरू सामान्य निन्द्रा जस्तो ओछ्यानमा सुतेर लिइने निन्द्रा होइन। 5 किलोमिटर दौडेर आएको सिपाही जब लेक्चर वा ओपन क्लासमा बस्छ तब गुरुजीको भाटा र हिलो जमिनको डर हुँदाहुँदै पनि परेलाहरू स्वत जोडिन पुग्छन्। कमान्ड सुन्दै, राइफल समात्दै वा नोट लेखे जस्तै नाटक गर्दै आँखाका परेलाहरू जोडिएर काल्पनिक दुनियाँमा हराउनु यो एक विशेष मिलिट्री आर्ट हो। तरतिब नम्बर 1: तयारी र लक। 5 किलोमिटर दौडिसकेपछि जब ओपन लेक्चर क्लास सुरु हुन्छ, सिपाहीका माथिल्ला र तल्ला परेलाहरू बिस्तारै नजिकिन थाल्छन्। जब गुरुजीले पढाउन सुरु गर्नुहुन्छ, परेलाहरूको मिलाप हुन्छ। यसलाई लक भनिन्छ। तरतिब नम्बर 2: झड्का। आँखा बन्द हुने बित्तिकै दिमागले तालिमको मैदान छोडेर काल्पनिक संसारको यात्रा सुरु गर्छ। राइफल हातमा पछिएकै हुन्छ तर दिमाग अर्कै दुनियाँमा पुग्छ। लक भइसकेपछि शरीर अलिकति हल्लिन वा टाउको तल ढल्किन थाल्छ। यहाँ गुरुजीको नजर हातको भाटाबाट बस्नु नै मुख्य चुनौती हो। जब आँखाको तल्लो र माथिल्लो परेलाको एक आपसमा मिलाप हुन्छ र सोही बेला गुरुजीको नजरमा उक्त क्रियाकलाप देखा पर्दछ भने गुरुजी एकदमै सुस्त चालमा नजिक आएर आफ्नो दायाँ हातको सहायताले गलाको मध्य भागमा सिगानको सिट्टा निस्किने गरेर बिल्कुलै असरदार फायर गर्नुहुन्छ भने त्यस अवस्थालाई झड्का भनिन्छ। तरतिब नम्बर 3: अनलक। झड्का लागिसकेपछि वा झड्का लाग्नुभन्दा ठिक अघि भाटाको सिरसिर आवाज कानमा ठोकिँदा दिमाग